नमस्ते। थाके, एकदम ज्यादा थाके। अहिले चाहिँ मैले चियाको आनन्द लिँदैछु। स्पेशल चिया खाँदैछु। चिया चाहिँ यता राखौँ। अबुई आँसु के हो यस्तो? ओइ आमामामामा, मैले के भन्दै थिएँ? म चाहिँ थाके एकदमै। छतमाथिको धुप्पीहरू चाहिँ यस्तो, होइन, धुप्पी चाहिँ राम्रै थियो। कोही कोही धुप्पी चाहिँ सुकेको थियो। धुप्पीको गमला यस्तो भएको थियो, घामले उडेर त्यसको हुलियै चेन्ज भएको थियो। गमला जस्तै थिएन, रङ उडेर खलपत्र भएको थियो। त्यसलाई चाहिँ मैले कलर गरेर नयाँ चकाचक बनाएको छु हो। के भयो? आमा बेलुका आइज। त्यो चाहिँ म तपाईँहरूलाई भोलि देखाउँछु। चकाचक बनाएको छु गमला। नयाँ गमलामा धुप्पी कस्तो दामी देखिरहेको छ। काम चाहिँ पुरा भएको छैन, आधी मात्रै भयो। थाक्यो, रात पनि पर्यो, अँधेरोमा यस्तो गर्दै कहाँ गर्नु है। त्यही कारण चाहिँ म आएँ। अहिले चाहिँ मैले चिया खाँदैछु। पूजा पनि आँसुले गर्यो। अन्धकार भयो बाहिर, रात पर्यो। अब मैला जलाउनु जानुपर्छ है आँसु। अब मैला जलाउनु बाहिर जान्छु। हुन्छ, बाई बाई। दुध बन्द गर, दुध ग्यास बन्द गर।